पत्रकार सङ्घले चाहिँ आफ्नो भूमिका कस्तो गर्नुपर्छ भनेर यिनै कुराहरूलाई मैले राख्ने प्रयास गरेको छु। यो पहिलो कुरा चाहिँ हामीले के जान्नुपर्छ भन्दाखेरि अघि नै हाम्रो जगतजीले कुरा राखिसक्नु भएको छ र हामी आदिवासी हौँ भनेर भनिरहँदाखेरि हाम्रो कुरा चाहिँ भाष्य निर्माण गर्दाखेरि होइन नेपालको चाहिँ मिडिया मार्फत भनौँ जेसुकै मार्फत हामीले आफ्नो कुराहरू लगिरहँदाखेरि हामी अब्बल हुनुपर्छ, हाम्रो प्रमाण चाहिँ अब्बल हुनुपर्छ भन्ने सन्दर्भमा चाहिँ हामी कसरी जानुपर्छ भन्दा मेरो बुझाइले हामी आदिवासी भन्छौँ, काठमाडौँको आदिवासी भन्छौँ। यसमा यस कारणले चाहिँ तीनवटा कुरालाई हामीले अघि सार्नुपर्छ र नेपाल इतिहास लेखकहरूले के भन्छन् जहिले पनि अब इभिडेन्स खोइ होइन, ताम्रपत्र खोइ, शिलापत्र खोइ होइन, कुन पत्रको आधारमा चाहिँ तिमी आदिवासी हौ भनेर भन्दाखेरि के छैन। नेपालको इतिहासमा यस्तो लेखिएको छ कि हामी चाहिँ 8औं शताब्दीमा सञ्चनगङ्गोसँग आएको घोडचढी सेना हौँ, एउटा कुरा। दोस्रो कुरा चाहिँ त्यहाँ एउटा भूत मान्छे थियो दक्षिणतिर, तिब्बतको इतिहास तपाईँले पढ्नुभयो भने 12 वर्षमा घोडामा चढेर चाहिँ होइन एउटा भूत मान्छे थियो, त्यसलाई टन्न सामानहरू राखेर धन सम्पत्ति दिएर पठाइदियो। त्यो मान्छेको चाहिँ सन्तानै तामाङ हो भन्ने एकातिर भाष्य निर्माण भइरहेको छ तिब्बती इतिहास। त्यो क्रममा हामी आदिवासी छौँ, यहाँ पहिलेदेखि थियो, हामी मञ्जुश्री कालदेखि नै थियौँ अथवा त्योभन्दा अगाडि देखेको थियौँ भन्ने क्रममा चाहिँ ठुलो कुरा ल्याउनलाई तीनवटा कुरालाई हामीले अगाडि बढेर पत्रकारहरूले अगाडि लेखकहरूले अगाडि लानुपर्छ भने मात्र हामी उनीहरूको अगाडि दम छ भन्ने कुरा हो। यो कुरालाई चाहिँ हामीले जहिले पनि सम्झनुपर्छ। त्यो तीनवटा कुरा चाहिँ एउटा चाहिँ पुरातात्विक प्रमाणलाई हामीले अघि सार्नुपर्छ है। त्यसले के भन्छ भने बेला बेलामा यस्तो अध्ययनहरू हुन्छ। 39 सालको अध्ययनले चाहिँ डाक्टर सेटनको र जनकलाल शर्माको अध्ययनले यो के अरे बुढानील कण्ठ क्षेत्रमा एउटा ढुङ्गा प्राप्त भएको थियो। त्यो ढुङ्गाको एनालाइसिस गर्दा चाहिँ हामी चाहिँ 30औं हजार वर्ष अगाडिदेखि काठमाडौँमा बसोबास भएको थियो। त्यो ढुङ्गाको एनालाइसिसले गोबी मरुभूमि, चीनको गोबी मरुभूमिको क्षेत्रतिर त्यो ढुङ्गाको प्रयोग गरिन्थ्यो भन्ने एनालाइसिस भएको हुँदा त्यसलाई नै ट्विस्ट गरेर व्याख्या विश्लेषण गर्ने क्रममा हामी चाहिँ आदिवासी, त्यो बेलाको आदिवासी चाहिँ तामाङ नै हुनुपर्छ भनेर जनकलालले जुन उयो गर्नुभयो, यस्तो पुरातात्विक प्रमाणलाई आधार गरेर पनि हामी अघि बढ्न सक्यौँ भनेदेखि त्यो मिथ जस्तो कथा जस्तो कुरा होइन, यो चाहिँ साइन्टिफिक कुराहरू हो भन्ने कुरालाई चाहिँ लैजानुपर्छ भन्ने मेरो मान्यता छ। अनि अर्को यो नस्लीय प्रमाण डिएनएको टेस्टको परीक्षण पनि बेला बेलामा भएको छ। यहाँ मैले विद्यार्थीको नाम लेख्न बिर्सेछु, सायद गोयनको हो कि भन्ने चाहिँ यस्तै छ एकजना, मैले यहाँ बिर्सेछु। उहाँको एउटा अध्ययनले चाहिँ यहाँको धेरै नेवार र तामाङको चाहिँ धेरै डिएनएको टेस्टको स्याम्पलिङ गरेर त्यसमा चाहिँ हाम्रोमा चाहिँ रक्त शुद्धता चाहिँ कसैकोमा मिश्रित भएको पाइएन। नेवारहरूको चाहिँ साइन्टिफिकले चाहिँ के भन्छ भने हामी चाहिँ 16,400 वर्ष अगाडिदेखि र त्यति भन्न सकेन भने कम्तीमा 5,200 वर्ष दावा खेन्जो लामा र इमान सिंह लामाले निकाल्नु भएको छ, जुन यहाँ फोटो राखिएको 33 सालमा गोदावरीमा। फिन्डेल भनेको त्यो एकदम ठुलो पत्रकारिता चाहिँ पार गरेको छ र ग्रेन ग्याम भनेर नेपाल तामाङ घिजुङबाट चाहिँ एउटा मिसनरी किसिमबाट पनि पत्रिका निस्केको थियो। प्राङबल्ला छानाङ लगायत यहाँ चाहिँ निस्केको मध्ये चाहिँ यो ताम्सालिङ पाक्षिक पत्रिकाले चाहिँ आफ्नो मातृभाषामै, जो जगतजी आफैले सम्पादन गर्नुहुन्थ्यो, यसले चाहिँ आफ्नो आइडेन्टिटीलाई एक किसिमको खोज पत्रकारिता जस्तै अलिकति होइन आलोचनात्मक पत्रिकाको रूपमा निस्केको थियो। र छोर्तेन भन्ने पत्रिका पनि निस्केको थियो त्यति 62 सालमा। यसले चाहिँ आफ्नो गति छोडेर चाहिँ होइन मातृभाषाको आइडेन्टिटी पत्रकारिता छोडेर चाहिँ मूलधारको पत्रिकातिर यो गइसकेको छ। त्यसको आफ्नै योगदान छ। त्यहाँ 13वटा पत्रिका निस्केकोमा चाहिँ अब एउटा पत्रिका चाहिँ जिउँदो छ, बाटो बिराएर होइन, अरू पत्रिकाहरू चाहिँ उ छन् भन्ने। अन्तरिम कालमा आएपछि चाहिँ यो यसमा पनि थुप्रै मानमेन, तामाङ जर्नल, तामाङ सरोकार, पाक्षिक, सेने मेन्दो लगायत यहाँ सेने पत्रकारिताको पनि हाम्रो सुरुवात भएको देखिन्छ। र यसमा तामाङ जर्नलले चाहिँ एउटा खोज अनुसन्धानको पद्धतिबाट पनि हामी देख्न सक्छौँ भन्ने कुरालाई यसले लिएर आएको छ भने तामाङ सरकारले पनि एउटा नयाँ किसिमको पत्रकारिताको इतिहास चाहिँ निर्माण गरेको थियो।
यो चाहिँ विष्णु हाम्रै तामाङ पत्रकार सङ्घको विष्णु मोक्तानले सुरु गर्नुभएको थियो। यो मिडिया हाउस चाहिँ बनाएर सुरु गर्नुभएको थियो, यो पछि बन्द भयो। अहिले चाहिँ तामाङ जर्नल चाहिँ यो अमृत योजनाले सुरु गर्नुभएको थियो, तर यो अर्को रूपमा चाहिँ एक वर्ष अगाडि चाहिँ आएको छ र यो 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 यसमा नि 9वटा निस्केकोमा तामाङ जर्नल चाहिँ देखा परिरहेको छ पछिल्लो अवस्थामा भनेर म भन्न चाहन्छु। त्यसपछि आएर यो सङ्क्रमण काल 68 देखि 71 सालसम्मको चाहिँ मसँग चाहिँ सामग्री छैन, किनभने म पनि होइन हराइसकेको थिएँ। त्यसपछि अहिलेको अपडेट हेर्दा, मेरो घरको अपडेट हेर्दा चाहिँ यो सङ्घीय गणतन्त्र आइसकेपछि चाहिँ यो 4-5वटा पत्रिका चाहिँ मेरो घरमा देखियो। तामाङ जर्नल यो नयाँ रूपमा आएको छ। अनि कलमजीवी भने हामी तामाङ पत्रकार सङ्घले नै निकालेको हो। छारमेन्दो चाहिँ 2080 हो, यसको पनि नयाँ भर्सन आएको छ। कोमेन्दो यो विदेशबाटै निस्केको हो। तामाङ दजाङले चाहिँ आफ्नो उपस्थिति देखाइरहेको छ। कोमेन्दो भने यहाँ चाहिँ यो हाम्रो तामाङ पत्रकार सङ्घकै ललितपुरले निकालेको याम्बुलिङ भन्ने एउटा नेपाल प्रज्ञा प्रतिष्ठानबाट पनि आउने मौका पाएको थियो। यसो टोटलिटीमा हेर्दाखेरि मसँग भएको डाटा चाहिँ यिनै भन्दा होइन, यो पत्रकारिताको इतिहासमा तामाङ पत्रिकाहरू आइडेन्टिटीको हिसाबले आउने पत्रिकाहरूले चाहिँ जन्मने होइन, अलिअलि पाइला टेक्ने अनि फेरि मरिहाल्ने बडो कठिनताका साथ चाहिँ अघि बढेको छ। यसको मतलब, यसको ब्याकग्राउन्डमा के छ भने एउटा भावनात्मक रूपमा हामी आएका थियौँ र हामीले यो सस्टेन गर्न सकेनौँ सङ्घर्षमा होइन, डार्विनको सिद्धान्तसँग जस्तै अगाडि बढ्न सकेनौँ भन्ने। त्यसको अगाडि हामीसँग पैसा छैन, भावनाले गरेका थियौँ, हामीसँग पत्रकारिताको नलेज पनि छैन, आर्थिक पनि छैन, केही छैन भन्ने कुरा चाहिँ त्यसले गरेको छ। तर यद्यपि के गर्यो भने ती पत्रकारिताले हामीले गर्ने हो भने त्यस फिडब्याक के पाइयो भन्ने हेर्ने हो भने हाम्रो आइडेन्टिटीको लागि चाहिँ हामी अघि बढ्नुपर्छ है भन्ने कुराहरू चाहिँ सन्देश दिएको चाहिँ पाइन्छ है। त्यसपछि चाहिँ हाम्रो युग चाहिँ अब रेडियोतिर पनि हाम्रो तामाङ पत्रकारिताको इतिहास अघि बढेको देखिन्छ। यसै क्रममा 2051 भदौ 1 गतेबाट हामी चाहिँ नेपाल सरकारको रेडियोमा पनि प्रवेश गर्यो 5 मिनटको समाचारबाट। र त्यसै गरेर 54 सालमा चाहिँ हामीले कार्यक्रममै उत्पादन गर्न हामीलाई 15 मिनटको स्यालगार कार्यक्रम पनि दिएको थियो। यो एउटा हाम्रो लागि एउटा धेरै ठुलो कुरो हो। र त्यसै गरी एफएममा पनि थुप्रै कार्यक्रमहरू बनेको देखिन्छ। 54 सालदेखि सगरमाथा रेडियो होइन, मेट्रो एफएममा 56 देखि 57 देखि मनोकामना लगायत यहाँ थुप्रै 60 सालसम्म थुप्रै कार्यक्रमहरू देखिन्छ। तर अहिले यसको अवस्था के छ भनेर हेर्ने हो भने मेट्रो एफएमको कार्यक्रम चलेको छ, रेडियो नेपालको कार्यक्रम चलेको छ र अन्य कार्यक्रमहरू चाहिँ को स्थिति के छ भन्ने म पनि त्यसको विज्ञता नभएको थाहा छैन। धेरै जस्तो चाहिँ यो कार्यक्रमहरू छैन कि जस्तो मलाई आभास भएको छ है। अब यसपछि चाहिँ बरु 61 सालभन्दा पछाडि 62 सालसम्म पनि थुप्रै कार्यक्रमहरू आएको छ। सगरमाथा रेडियोको तामाङ दजाङदेखि ह्याङ्ला नाम्सादेखि लिएर भक्तपुर टाइम तामाङको सेम्ला तामसम्म आएको चाहिँ यहाँ मसँग भएको डाटामा चाहिँ यो कुराहरू रहेको छ। यी सबै मध्येमा यो सगरमाथा रेडियोको कार्यक्रम तामाङ दजाङ र हाम्रो राज्यले हामीलाई दिएको समय रेडियो नेपालको बाहेक अन्य कार्यक्रमहरू सस्टेनेबल रूपमा बाँच्न सकेको छैन। यसको कारण पनि पछाडि त्यही नै हो होइन। हामी भावनात्मक रूपमा थियौँ, हामीले त्यहाँ स्वयंसेवाको रूपमा चाहिँ काम गर्नु पर्थ्यो। कन्टेन्ट डेभलप आफै, प्रस्तुता आफै, विज्ञापन आफै, तलब नपाउने कारणले गर्दा भए पनि यसले पनि हाम्रो आइडेन्टिटीको हिसाबमा समाजमा चाहिँ एउटा रूपान्तरण र परिवर्तनकारी भूमिका त खेल्यो नै। त्यसो हुँदाहुँदै पनि यिनीहरू चाहिँ बाँच्न नसकेको कारण चाहिँ त्यही नै हो भने। यद्यपि हाम्रो उपस्थिति चाहिँ रेडियोमा पनि होइन, हाम्रो चाहिँ खुट्टा टेकिएको थियो भन्ने कुरा चाहिँ यो हाम्रो इतिहासले देखाउँछ। त्यसै गरी बरु बाहिरको यसमा डेट चाहिँ छैन, बुद्धजीसँग समन्वय गरौँला भन्दा भन्दै उहाँले नै प्रस्तुति गर्नुपर्ने विषय थियो। यो नेत्रजीलाई पनि भनेको थियो यो विषय नै होइन भने चाहिँ त्यही पनि उहाँकै किताब र आर्टिकल, पछिल्लो आर्टिकलकोबाट तान्दाखेरि चाहिँ यो बरु राजधानी बाहिर चाहिँ हाम्रो कार्यक्रमहरू यो धनकुटामा चलिरहेको रहेछ, सिन्धुपाल्चोकमा होइन चलिरहेको रहेछ, सर्लाही, सिन्धुपाल्चोक, धादिङ, दोलखा र सर्लाहीमै पनि अर्को कार्यक्रम पनि यो चलिरहेको कार्यक्रमहरू, यो सबै कार्यक्रम चाहिँ चलिरहेको छ। बरु राजधानीमा
रहेको अन्य एफएमहरूमा चाहिँ हाम्रो कार्यक्रमहरू चाहिँ होइन बनिसकेको कुरा चाहिँ देखिन्छ। यो रेडियोको अवस्थापछि हामी चाहिँ अब यो अनलाइनको युगतिर पनि डिजिटलतिर पनि हाम्रो प्रवेश गरेको देखिन्छ। 2002 सालमा मुकेश लामा भन्ने जो अहिले अनुवादक बुद्ध धर्मका किताबहरू छ उहाँले अनुवाद गरेर ल्याइरहनु भएको छ। उहाँकै प्रयासमा 2002मा www.tamangs.com भनेर चाहिँ उहाँले सुरुवात गर्नुभएको ओपनिङ गर्नुभएको कुरा धेरै मिडियाहरू धेरै होइन यो वेबसाइटहरू आएका छन्। यो निलो लगाएको चाहिँ यो खासै यो चलेको छैन भन्दा धेरैवटा चलेको देखिँदैन यो पनि होइन। यहाँ चाहिँ यो तामाङ सोसाइटी र उहाँ चाहिँ यो संस्थागत रूपमा केही र केही व्यक्तिगत रूपमा र 80वटा चाहिँ होइन अनलाइनहरू हाम्रो तामाङ इस्युमै चाहिँ होइन तामाङ आइडेन्टिटीको जर्नलिजमको बेसमा चाहिँ चलेको चाहिँ खासै देखिँदैन। यो पनि डिजिटल युग आएर होइन वेबसाइटको युग आए पनि यसले पनि हाम्रो लागि खासै ठुलो भूमिका खेल्न चाहिँ सक्दैन। हाम्रो उपस्थिति चाहिँ छ है भन्ने कुरा चाहिँ देखिएको छ। अब यसले पनि तामाङ समाजको जानकारी सूचना दिने होइन विभिन्न कुराहरू त गर्यो नै भन्ने कुरा लाग्छ। यो चाहिँ करिब अहिलेसम्म 23 वर्षको पार गरे पनि यसले धेरै गहिरो रूपमा तामाङ समाजलाई चाहिँ उ गर्न सकेको छैन। र त्यसै गरेर यो टेलिभिजनमा नै हाम्रो उपस्थिति रहेको देखिन्छ। र टेलिभिजनमा 2042 सालतिर 42 भन्दा कति हो है होइन 42 सालमा टेलिभिजन सुरु भएको हो। त्यहाँ मेन्दोला खोले भन्ने कार्यक्रम सुरु भएको थियो। र त्यसै गरी नेपाल टेलिभिजनले 69 माघ 15 गतेदेखि तामसुर दैनिक पत्रिका र कार्यक्रम लासो भन्ने आधा घन्टाको दिएको छ। र त्यसदेखि बाहेक हाम्रो जगतजीकै उसमा पनि दुईला मेन्दो भन्ने कार्यक्रम चलेको थियो। र मेन्दोला खोले भन्ने टेलिभिजनको कार्यक्रम बन्द भए पनि उहाँले चाहिँ पोडकास्टको रूपमा चाहिँ अहिले होइन निरन्तरता दिइरहनु भएको थियो। हामी पोडकास्टको युगमा पनि प्रवेश गरिसकेका छौँ। यसमा चाहिँ 4वटा मैले यसो सर्च गर्दा 4वटा भेटेको थिएँ। मेन्दोला खोले 65 देखि नै सुरु भएको छ यो चाहिँ। अनि डम्फु चेलो 2080 अनि सैलुङको पनि पोडकास्ट एउटा छ जेसुम भन्ने अहिले नयाँ आएको छ। यो मध्येमा चाहिँ यो सैलुङ अनलाइनको चाहिँ खै के भयो बन्द भयो के भयो मलाई थाहा छैन। आउटपुट पनि अहिले ब्रेक भइरहेछ। र तिनटाले चाहिँ एउटा ठुलो फड्को मारेको जस्तो देखिन्छ। र सुनिल लामाको जुन आज हामीले पत्र पुरस्कार पनि दियौँ यसले चाहिँ तामाङ लेखनको मात्र तामाङसँग जोडिएको लेखक होइन पत्रकारहरूसँग मात्र होइन विभिन्न तामाङ जातिका 150 भन्दा बढी व्यक्तित्वहरूको अन्तर्वार्ता लिएर चाहिँ यसले एउटा ठुलो आफ्नै किसिमको इतिहास बनाएको छ जस्तो छ। यद्यपि उहाँको धेरै लगानी छ व्यक्तिगत रूपमा आफ्नै स्टुडियो आफै खटिनु भएको छ आफ्नै लगानी छ। त्यसो हुँदा पनि उहाँले एउटा अभियानै एउटा आफू नै संस्था जस्तो भएर तामाङ समाजको रूपान्तरणको लागि परिवर्तनको लागि ठुलो भूमिका खेल्नु भएको छ। र जगतजीले पनि यो तामाङ सेवा मार्फत अब के गर्नु भएको छ भन्ने कुरा मैले यहाँ व्याख्या गरिरहनु पर्दैन। र हाम्रो सैलुङ अनलाइनले पनि प्रयास गरिरहेको छ। अब धेरै एपिसोड नआए पनि गरिरहेको छ। यसलाई निरन्तरता चाहिँ दिनुपर्छ भन्ने यहाँ श्यामजी नै यहाँ हुनुहुन्छ। र अहिले बहिनीले पनि एउटा सुरु गर्नुभएको छ जेसुम भन्ने उहाँले चाहिँ तामाङ प्रतिभाहरू धेरै जसो सुरु गर्नुभएको छ। धेरै एपिसोड नआए पनि हामी यो पोडकास्टको जमानामा पनि पुगिसकेका छौँ है भन्ने देखिएको छ। यसै सन्दर्भमा चाहिँ अब हामी एकीकृत भएर जानुपर्छ है भन्ने सन्दर्भमा चाहिँ 2061तिर चाहिँ अब यो तामाङ पत्रकारहरूको हाम्रो छाता सङ्गठन भनौँ के भनौँ एउटा संस्थाको जन्म भयो। र यसले चाहिँ अब व्यावसायिक रूपमा पनि जानुपर्छ है। त्यसरी मात्र गएर हुँदैन भनेर अब मैले एउटा सुरु गरेको एउटा समूह बनाउन सुरु गरेकोमा प्रतीकजीले चाहिँ यहाँ आइसकेपछि के गर्नुभयो भने प्रोफेसनल रूपमा जानुपर्छ है हामी चाहिँ भनेर केही ट्रेनिङहरू पनि सञ्चालन गर्नुभएको थियो। सायद यहाँ हामी सबैलाई थाहा छ। र अब यो दर्ता भइसकेपछि रुद्रसिंहको दर्ता भइसकेपछि यो दुईटामा डिफ्रेन्स चाहिँ के भने मैले चाहिँ मेरो बेलामा चाहिँ हामी तामाङमा रेडियोमा चलाउने होइन छापामा गर्ने सीमित व्यक्ति थियौँ। त्यो
बाट मात्र पनि अझ गुणस्तर रूपमा हुन्छ कि मेरो अपेक्षा चाहिँ के छ भने विभिन्न पत्र पत्रिकामा पनि लेख लेख्न सकौँ हामी। म थुप्रै लेख लेख्थेँ होइन, अलिअलि कमाइ पनि हुन्थ्यो, कोसेलीदेखि लिएर गोर्खापत्रदेखि थुप्रैमा लेख्थेँ र उनीहरूलाई त्यता पनि लेख्न सकिन्छ कि भनेर सुरुवात गरेको हौँ मैले। अब रुद्र सिंहजी आइसकेपछि यसलाई चाहिँ यस्तो साँगुरो राखेर चाहिँ हाम्रो संस्था चल्दैन है होइन, कान्तिपुरको फुलमानजीलाई ल्याउनुपर्छ देखेर नयाँ चाहिँ मिडिया हाउसमा काम गर्ने साथीहरूलाई जो तामाङ नस्लका हुनुहुन्छ उहाँहरूलाई पनि ल्याउनु पर्छ भनेर चाहिँ यो विधानमा चाहिँ परिभाषा नै चेन्ज भयो होइन। तामाङ नस्लका के गर्न सकेनौँ होइन भन्ने आफ्नो ठाउँको बहस हुने दिन पनि आजै हो। स्थापना दिवसको दिनमा नै हामीले आत्मा आलोचना गर्नुपर्छ र अबको आगामी कार्यक्रमहरू कसरी जानुपर्छ। जगतजीले भनिरहँदै गर्दा नेपाल तामाङहरू हाम्रो माओ सङ्गठनमा यसले गरेको निर्णयलाई अगाडि स्थापित गराउन लानुपर्छ कि झन् त्यसमा चाहिँ होइन घाउ खतरा। अब यो तामाङ पत्रकार सङ्घको चाहिँ के भूमिका हुनुपर्छ भन्ने कुरामा चाहिँ यहाँ थुप्रै कुराहरू आउँछ। यो तामाङ पत्रकार सङ्घ रहिरहँदाखेरि चाहिँ अब हामी चाहिँ कसरी जाने हो, जानुपर्छ त। अब नेतृत्व तामाङजीको जस्तो होइन हामीले बनाउनु पर्छ है जस्तो लागेको छ। यत्रो हाम्रो लामो इतिहास रहेको छ तिमी सबै मिडियामा होइन, चाहे छापा चाहिँ राख्ने काम चाहिँ हाम्रो संस्थाले तामाङ पत्रकार सङ्घले चाहिँ यतातिर ध्यान दिन सक्नुपर्छ कि भनेर यो अभिलेखीकरणको कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ कि जस्तो लागेको छ। र त्यसै गरी वेबसाइटहरू पनि निर्माण गर्दै जानुपर्छ। ल पहिलोमा चाहिँ अब यहाँ जे भए पनि म भन्छु र एउटा चाहिँ काम दिँदा है उहाँहरूलाई यस्तै फेलोसिपहरू दिने, मिडिया अवार्डहरू दिने जस्ता कामहरू पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ। अनि त्यसपछि यो र उहाँहरूलाई चाहिँ यो मोबाइल पत्रकारिता के भयो जस्तो लाग्यो। मोबाइल पत्रकारिताको जमाना आयो, पत्रकारको होइन परिभाषा नै चेन्ज भयो। सँगसँगै अघि जगतजीले कुरा उठाउनु भयो, त्यो हामी घेदुङ लगायत अन्य थुप्रै जुन संस्थाहरूसँग उसँग मिलेर सहकार्य गरेर हामीले काम नगरेसम्म चाहिँ हाम्रो चाहिँ कुनै त्यसको चाहिँ फिडब्याक चाहिँ आउँदैन। त्यस कारण यी सबै रणनीतिहरूलाई होइन यो चाहिँ एउटा स्याम्बलिक रूपमा मात्र गरिएको हो। त्यसलाई चाहिँ रूपान्तरण गर्न चाहिँ कार्यनीति कार्यक्रम बनाउने, एक्टिभिटी बनाउने, लक्षित निर्धारणमा चाहिँ छापा सामग्रीहरूको के सकिन्छ, डिजिटाइजेसन वेबसाइट निर्माण गर्ने, अनि केही चाहिँ नागरिक पत्रकारहरूलाई मोबाइल पत्रकारिताको तालिम भिडियो उत्पादन सुरु गर्नलाई चाहिँ केही गर्न सकिन्छ भने त्यतातिर पनि लाग्ने र डायस्पोराको सदस्य मोडलमा चाहिँ एकदम हामीले काम गरेर उनीहरूको चाहिँ विज्ञापन ल्याएर उनीहरूको गरेर चाहिँ अघि बढ्ने हो कि हाम्रो गर्दाखेरि यो सबै बनाउनको निमित्त मैले लेखिएको कुरालाई चाहिँ यो स्लाइडमा गर्नुपर्छ। त्यो समयमा होइन सहकार्य गर्न ऊ चाहिँ प्रतिबद्ध छ। र यो सबै कुरा गर्दा ए भाइ यो प्रेजेन्टेसन त भयो, म बुढा मान्छेले कहाँ बनाउनु भनिरहँदाखेरि होइन भाइ गराइबस्छ एउटा तपाईँहरू कहिले गर्छ यहीसँग नै जोडाउनु त यहीसँग नै जोडाउनु भन्ने कुरा आएको हुँदा यहाँ केही चाहिँ जोड्ने प्रयास भएको छ। र एआईको कुरा गर्दा मैले भनिरहनु त खासै के पर्नु छैन। सबैजना यहाँ नयाँ डिजिटल युगको पत्रकार हुनुहुन्छ होइन, न्यू मिडियामा काम गरिरहनु भएको छ। धेरै जसो आइडेन्टिटी पत्रकार गर्ने चाहिँ जगतजी म बाहेक या अरू चाहिँ कोही छैन जस्तो लागेको छ होइन। कोही अब राजनीतिक सङ्गठनका पत्रकार पनि हुनुहुन्छ, कोही अब यहाँ प्रोफेसनल हुन्छ। मैले यो भनिरहनु व्याख्या गर्नु त सुहाउँदैन, तैपनि यसले चाहिँ के गर्दो रहेछ भने हामी चाहिँ यो चाहिँ के भन्छ आर्टिफिसियल इन्टेलिजेन्स भन्ने नै नेपालीमा कृत्रिम बौद्धिकता हो क्या। यो एउटा चाहिँ डिक्सनरी जस्तो हो, यो एउटा मेसिन हो भनेर सम्झिने हो भने
यो चाहिँ हाम्रो निमित्त तामाङ सञ्चारकर्मी भएर अथवा पेसागत पत्रकार भएर हामीले सम्झिनुपर्छ है। किनभने यो एआई त कसको हो त? अमेरिका गुगलको हो कि होइन, झिनेमीको हो कि होइन, अब चाइनिजको के हो कि भनेर उनीहरूले उसलाई जे पढाउँछ नि त्यसले नै हामीलाई रिटर्न दिन्छ नि त होइन। त्यस कारण यो चाहिँ एकदम फेक गलत पनि हुनसक्छ कि हामीले चाहिँ यो एकदम नैतिक रूपमा चाहिँ जिम्मेवार भएर होइन टु बी हनेस्ट चाहिँ होइन गर्नुपर्छ। यो भावनात्मक रूपमा त्यसमा चाहिँ निर्भरपूर्ण रूपमा नहुनु। तपाईँलाई धेरै किसिमको डाटाहरू चाहियो, कार्यक्रममा जानुभयो, पढ्न सक्छो, ट्रेन छ, त्यो जोड्नु पर्यो भने चाहिँ अनुसन्धान सचेत रहन सक्यौँ भने होइन कुरालाई चाहिँ बुझेर यो प्रिन्सिपलहरू, यो नैतिकताहरू होइन, यो आचरणहरू होइन, यो कोड अफ कन्डक्टलाई यदि हामी मानेर अघि बढ्न सक्यो भने हामीले आफ्नो पेसागत रूपमा जुनसुकै मिडियामा लाए पनि आफ्नो आइडेन्टिटी पत्रकारिता गर्न सक्छौँ। र यो सबै भनिरहँदा यसको निष्कर्ष चाहिँ के हो भन्दाखेरि यो एउटा क्रान्तिकारी शक्ति हो कि एआई चाहिँ। यसलाई चाहिँ हामीले चाहिँ होइन युज गर्नुपर्छ भन्ने कुरा नै महत्त्वपूर्ण कुरा हो। हामी चाहिँ जबसम्म मिडियासँग अब अहिलेको युगमा भन्दाखेरि तपाईँसँग अङ्ग्रेजी राम्रो छैन र तपाईँको एआई राम्रो छैन, प्रविधि ज्ञान छैन भने तपाईँ त फेलर हो। हामी त फेलरै हो, अहिले त केही पनि गर्न सक्दैन। हाम्रो चाहिँ हातले लेख्ने काम थियो होइन, लभ लेटर लेखाएको छ 15 चोटि लेख्नु पर्थ्यो एउटा समाचार लेख्ने बेला होइन। यस्तो युगको मान्छे भन्नाले यो चाहिँ एउटा क्रान्तिकारी काम। तपाईँले यसको सीमित स्रोत साधनले चाहिँ गुणात्मक रूपमा चाहिँ तपाईँले फड्को मार्न सक्नुहुन्छ। म चाहिँ यो काम गर्छु, मलाई चाहिँ खाना लाउन चाहिँ दुःख छैन भने पनि तपाईँ कोठामा राम्रो मोबाइल किनेर होइन चिटिक्क गरेर म यो आइडेन्टिटी पत्रकार गर्छु भनेर लाग्न सक्ने चाहिँ एउटा अवसर पनि हो कि होइन, चुनौतीमा अवसर पनि छ। त्यस कारण त्यो सीमित स्रोत भएको कुरालाई हामीले गुणात्मक रूपमा अघि बढाउन चाहिँ हामीलाई मद्दत गर्छ है तामाङ पत्रकारहरूलाई भन्ने एउटा यो निष्कर्ष छ। दोस्रो कुरा यसले चाहिँ हाम्रो क्षमता पनि एकदम बढाइदिन्छ। अब तपाईँ खोजमूलक पत्रकारिता गर्नु पऱ्यो भने त तपाईँलाई त डाटाहरू त चाहियो नि त होइन, कसले के भनेको छ, कति छ होइन, यसको तथ्यहरू के हो, सूचनाहरू के हो, कसले के भन्यो, कुन कुन संस्था संलग्न छ भन्ने यो कुराहरूलाई पनि हामीलाई मद्दत गर्दछ। र तामाङ पत्रकार र तामाङ पत्रकारहरू पनि इथिकल रूपमा चाहिँ जिम्मेवार हुनुपर्छ। र हामीले चाहिँ यो कल्चरल ट्रेनरहरू पनि डेभलप गर्नुपर्छ है अब त भन्ने कुराहरूलाई पनि यो प्रस्तुति गरेर यहाँको सन्दर्भमा आउँदाखेरि यो कुराहरू चाहिँ याद गर्नुपर्छ। र यसले हाम्रो इतिहास र पहिचानको संरक्षण र प्रचार प्रसारको लागि हामी प्रयोग गर्न चाहिँ सक्छौँ। तर यो अन्तिम निर्णय सधैँ मानवीय विवेकमा निहित हुनुपर्छ भन्ने कुरा छ। हामीले यो चाहिँ एकदम होस पुर्याउनुपर्छ है। हाम्रो पहिचान र आइडिआई प्रयोग गरेर गऱ्यौँ भनेदेखि होइन एकदम हामी चाहिँ होसियार भएर चाहिँ गर्नुपर्छ, तर विश्वव्यापीकरण रूपमा जान्छ र हाम्रो नेगेटिभ इमेज पनि हुनसक्छ। र अन्तिममा चाहिँ यो प्रविधिको सही उपयोगबाट मात्र तामाङ पत्रकारिता र विश्व स्तरमा बलियो पनि हुन्छ, आत्मनिर्भर पनि हुन्छ, नैतिक रूपमा पनि हामी चाहिँ कसैसँग झुक्नु पर्छ भन्ने कुरा नै आजको यो प्रेजेन्टेसनको सार हो। यो 22औं पत्रकारिताको दिवसको सन्दर्भमा हामीले आफ्नो इतिहास 2016 सालदेखि होइन 33 सालदेखि मुद्रित रेडियो, अब 51 सालदेखि टेलिभिजनको सुरुवातदेखि यो सबै विगतलाई नस्टाल्जियालाई हेरेर र एआईसम्मको युगमा आउने बेलामा चाहिँ हाम्रो उपस्थिति सबै ठाउँमा छ। तर हामी जिम्मेवार हुनुपर्छ र यसलाई आर्थिक रूपमा सक्षम भएर कसरी अगाडि बढ्न सक्छौँ हामी भन्ने कुरा नै यहाँ राख्ने बुढा भए पनि 60 वर्षको उमेरमा प्रेजेन्टेसन गराउन लगाउनु भएकोमा नेत्रजीलाई धेरै धेरै धन्यवाद गर्दै मेरो आफ्नो प्रेजेन्टेसन यहीँ सिद्ध्याउँछु र मेरो छोरा विवेक लामाले यो प्रेजेन्टेसन तयार गर्न धेरै धेरै सहयोग गरेकोमा हृदयदेखि धन्यवाद दिन चाहन्छु। स्वागत व्यक्त गर्न चाहन्छु। म निवर्तमान तामाङ पत्रकार सङ्घको अध्यक्ष भइसकेबाट र सम्भवतः मैले यो नेतृत्व हस्तान्तरण गरेपछि सार्वजनिक रूपमा तामाङ पत्रकार सङ्घको कार्यक्रम गरेको पहिलोपटक हुनसक्छ। म सकेसम्म नबोलाउ किनकि 3 वर्ष नेतृत्व गरिसक्यो, पहिलो पालो अर्कै दिउँ भन्ने भएको थियो। किन आज यो टिप्पणीको रूपमा यहाँले भनिदिनु, त्यस कारण मैले थोरै बनाएको छु, यो अलिअलि म भन्न चाहन्छु। सर्वप्रथम त रवि दाईलाई धेरै धेरै धन्यवाद। उहाँले एउटा इतिहासदेखि वर्तमानसम्मलाई यहाँ झल्काउनु भएको छ र यो
फेरि उहाँको लेखनमा मेरो टिप्पणी गर्दाखेरि कता कता केही नमिलेको जस्तो पनि लाग्छ। यो मेरो आफ्नो पद्य हैसियतले त अलिकति तामाङ पूर्वज चाहिँ हैसियतले उहाँलाई टिप्पणी गर्न पाएँ, तर मेरो उमेर, मेरो समय, मेरो क्षमताको हिसाबमा यो टिप्पणीलाई म टिप्पणी गर्ने योग्य होइन पनि भन्न चाहन्छु। त्यस कारणले मैले गर्ने विषयवस्तुलाई पनि यहाँले यो चाहिँ जानी नजानी गरेको विषयलाई या केही सुझाव भन्दा पनि यो विषय भइदियो हुन्थ्यो भन्नेलाई मात्र रूपमा लिइदिनु होला, यसलाई अन्यथा नलिदिनु होला। र यो इतिहासको कुरा गर्दाखेरि मैले दोलखा बा तामाङ पत्रकार सुरु गर्दाखेरि तामाङ पत्रकारको अध्यक्ष हुँदाखेरिदेखि मैले कुरा उठाउँदै आएको, हामी अलिकति अहिले कति विषयहरू आएको छ, भावनात्मक रूपमा हामी बढी बहकिन्छौँ तर व्यावसायिक रूपमा हामी अलिकति कमजोरी छौँ भन्ने कुरा मैले सुरुदेखि राख्दै आएको थिएँ। अहिले पनि यो विषयहरू आएको छ र यो सरसर्ती हेर्दाखेरि निकै खोजमूलक देखिन्छ। यो तामाङ पत्रकार सङ्घले यो दस्तावेजको रूपमा यसलाई सङ्ग्रहित गरेर राख्न सक्नुपर्छ। यो पछि अघि भने जस्तै 22 वर्षपछि पनि अबको 22 वर्षपछि सम्झिँदाखेरि तामाङ पत्रकार सङ्घ के रहेछ, तामाङ पत्रकारको इतिहास कस्तो रहेछ भन्ने विषयलाई एउटा खोजमूलक र यो हामीलाई चाहिने महत्त्वपूर्ण दस्तावेज हुन सक्छ। त्यस कारणले योतर्फ पनि तामाङ पत्रकार सङ्घको ध्यान जाओस् भन्ने मलाई लाग्छ। र यो जति कुरा गरिरहँदाखेरि पनि हाम्रो एउटै विषय हो, वर्तमान, विगत र वर्तमान। हामी जति बेला जगत दाई अध्यक्ष हुँदाखेरि हामी जिल्लाबाट जसरी पत्रकारिता गर्दाखेरि उत्साह थियो तामाङ पत्रकारहरूमा, अहिले त्यो धेरै नै कम भइसकेको छ। अहिले मेरै जिल्लामा पनि अहिले दाईको लिस्टमा त मैले दोलखाहरू देखेँ, धन्न जीवन लामाले एउटा कालीलेखबाट कार्यक्रम गर्दै हुनुहुन्छ र टिकिराख्नु भएको छ। र मेरो पत्रकारिताको सुरुवात पनि तेस्रो ढुकढुकीबाटै हो। सेरो ढुकढुकी र तामाङ भाषाको समाचार प्रसारणबाटै मैले मेरो पत्रकारिता यात्रा सुरु गरेर यहाँसम्म आएको हो। त्यस कारणले मेरो इज्जतलाई पनि कालिम्पोङ एफएमले राखिरहेको छ, त्यसलाई कालिम्पोङ एफएमलाई धन्यवाद। तर धेरै मिडियाहरू, धेरै कार्यक्रमहरू हामीले पहिला गाउँमा हुँदाखेरि सुन्ने कार्यक्रमहरू अहिले धेरै बन्द भइसकेको छ। यो हाम्रो लागि सबैभन्दा दुःखदको विषय हो। तर त्यसलाई चाहिँ अघि दाइले फेलोसिपको कुरा उठाउनु भएको छ। हामीले पनि अघि जगत आक्षनलाई कुरा निकाल्नु भएको थियो, यो 10 लाख रुपियाँ कक्षे कोषको स्थापना गर्ने र त्यही भित्रबाट चाहिँ अहिले जसरी हामी 4वटा पुरस्कारको स्थापना गरिसकेका छौँ, त्यसमा फेलोसिपको पनि कुरा हामी त्यहाँबाट गरेका थियौँ। र मैले दाइसँग प्रस्ताव गर्दाखेरि चाहिँ तपाईँको नामको पत्रकारिता पुरस्कार चाहिँ फेलोसिपमै दिनुपर्छ भन्ने कुरा गरेका थिएँ मैले। किनकि दाइ मैले अध्ययन र लेखनमा जोड दिनु भएको हुनाले त्यो लेखन र अध्ययनलाई पनि प्रोत्साहन पनि हुने भन्ने कुरा भएको थियो। तर गत वर्षदेखि सुरु गऱ्यौँ, तर त्यो त्यति हाम्रो उद्देश्य र दाइको पुरस्कार अलिकति त्यति अहिले हामी प्रोत्साहन मात्र भएको थियो। जस्तो हामीले गत वर्ष जगत दाइले पाउनु भएको थियो, हाम्रो जीवनदान पाउनुभयो, त्यो हिसाबमा उहाँहरूलाई प्रोत्साहन रूपमा चाहिँ भयो। तर जति पनि हामीले लेख अनुसन्धानको कुरा गरेको त्यो कुरालाई अलिकति जोड्न सकेका छैनौँ। र अब आउँदाखेरि चाहिँ सकेसम्म तामाङ पत्रकारसँग त्यो खालको सोच बनाएर वर्षभरिमा उत्कृष्ट छापिएका लेखहरूमध्येबाट एकजना पत्रकार या लेखक कसैलाई चाहिँ त्यो खालको पैसा दिन सक्यो, त्यो खालको पुरस्कार दिने के प्रोत्साहन हुन्थ्यो भन्ने हो। र यो फेलोसिपको चाहिँ म अध्यक्ष भनेको प्रस्ताव गरेँ 1 लाख रुपियाँको फेलोसिपको व्यवस्थापन गर्ने र त्यसमा चाहिँ तामाङ सम्बन्धी विभिन्न लेख, अध्ययन र खोजमूलक समाचारहरू प्रकाशन गर्ने पत्रकारलाई फेरि त्यसलाई चाहिँ पहिले दरखास्त आह्वान गर्ने र उनीहरूको प्रस्ताव हेरेर चाहिँ पुरस्कार के अरे त्यो फेलोसिप दिने भन्ने कुरा गरेका थियौँ। त्यो कुरालाई पनि अघि भने जस्तो अलिकति यो अक्षय कोषले अलिकति व्यवस्थित बनाउन तामाङ पत्रकार सङ्घ लाग्नुपर्ने स्थिति देखिन्छ। र दाइको मैले सरसर्ती हेर्दाखेरि केही विषयहरू छुटेको मैले प्रकाशनकै कुरामा हो। जस्तो तामाङ पत्रकार सङ्घले नै यो प्रसारण दिवस कसरी सुरुवात भयो, भदौलीलाई कसरी सुरुवात गरेको थियो भनेर हामीले त्यो बेला रमिता दिदी, अमृत दाई लगायतका अग्रजहरूको लाई समेटेर एउटा ह्याङ्ला गाई भन्ने प्रकाशन पनि गरेका छौँ। त्यसमा चाहिँ भदौली 1 गतिको कसरी सुरुवात गरेका थियौँ, अर्को त्यो बेलाको सङ्घर्षहरू कस्तो थियो भन्ने विषय त्यहाँ हामीले त्यो ह्याङ्ला गाई भन्ने पुस्तकमा छ। सायद हामीले त्यो कलम जीवी जस्तै गरेका छौँ। र अर्को चाहिँ जनप्रतिनिधि प्रोफाइल पनि त्यो चाहिँ हामीले यो तामाङ जनप्रतिनिधिहरूलाई समेटेर भनेको मैले भने चाहिँ तामाङ सम्बन्धी प्रकाशन भएको पुस्तकभित्र त्यो पनि पर्छ या वेबसाइट हो त्यो हुनसक्छ।
र अर्को चाहिँ हाम्रो वेबसाइट पनि यसरी नै निर्माण गरिसकेका छौँ। त्यो कुरा सायद अध्यक्षज्यूसँग समन्वय नभएको हो कि के भएको छ, त्यसमा छुटेको छ है। मलाई लागेर छुटेको भएको थियो, त्योहरू भने अब मैले। र अर्को त अब सरस्वती सबै विषय राम्रो छ। हामी हस्तलिखित पत्रकारिताबाट अहिले हामी पोडकास्टमा आइसकेका छौँ, यो निकै राम्रो विषय हो। तर हामी डिजिटल युगमा या हस्तलिखितबाट जति सुरुवात गरे पनि हामी पत्रकारितामा टिक्न सकिरहेका छैनौँ। हामी बिकि चाहिँ राखेका छौँ तर टिक्न सकेका छैनौँ। यो चिन्ताजनक विषय हो। हामीले धेरै पहिलादेखि चिन्ता व्यक्त गर्दै आए पनि हाम्रो तामाङ पत्रकारहरूको त्यो सम्बन्धी हामीले खासै धेरै जोडबल गरेको देखिँदैन। मिडिया हाउस खोल्नलाई प्रतिस्पर्धा गर्ने अहिले पोडकास्ट पनि लगभग देखिन्छ, 4वटा भइसकेका छ हाम्रो तामाङहरूकै। प्रतिस्पर्धा गर्दै जाने अनि पछि त्यसलाई चाहिँ दीर्घकालीनमा लान नसक्ने स्थिति पनि देखिन्छ। युट्युबहरू पनि त्यस्तै खालको देखिन्छ, धेरै युट्युबहरू पनि देखिन्छ। र त्यसलाई पछि दीर्घकालीन र व्यवसायिक कसरी बनाउन सकिन्छ भन्ने विषयमा त हामी छुटेका छौँ। त्यता पनि हामी तामाङ पत्रकारहरूले अलिकति चाहिँ ध्यान दिनुपर्ने छ। र यो तालिमको कुरा चाहिँ हाम्रो यो विभिन्न चरणमा तालिमहरू तामाङ धेरै ठाउँमा चाहिँ तालिमको अवसरहरू खुलेको हुन्छ। मैले त्यो पहिला पनि म कार्यक्रम हुँदा पनि मैले त्यो ग्रुपमा पठाउँथेँ, अहिले पनि म त्यो विभिन्न